सो हेलो एभ्रिवान, सबैजना सन्चै आराम हुनुहुन्छ होला र हामी पनि एकदम फिट एन्ड फाइन छौँ। हजुरहरूलाई फेरि पनि न्यू डे न्यू ब्लगमा स्वागत छ है। अनि आजको हाम्रो कहाँसम्मको भन्दाखेरि चाहिँ हामी आज पामे साइडतिर जाने कोसिस गर्दैछौँ है। अहिले चाहिँ लगभग 7 साढे 7 हुन लागिसकेको छ, ढिलो भइसक्यो है आज चाहिँ। अब जाँदाखेरि अब यस्तो घाम टल्किसक्यो, अहिले चाहिँ गर्मी बढिसक्यो नि त। सो अब फर्किँदाखेरि चाहिँ अलिक गाह्रै पर्छ नि त, अहिले चाहिँ ओह्राली छ होइन। सो अब हेर्दै जाऊँ है। अनि जो पनि नयाँ हुनुहुन्छ च्यानललाई लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। हल्का सपोर्ट देखाइदिनु न, किनकि अब हल्का त मिहिनेत त लाग्छ नि त। साइक्लिङ भ्लगमा त मिहिनेत लागिहाल्छ नि त होइन। सो हल्का सपोर्ट चाहिँ देखाइदिनु होला। अनि बाटोमा के कस्तो छ त्यो त अब देखिहाल्नुहुन्छ है। सो भिडियोलाई चाहिँ इन्जोय गरिदिनु होला। अब जो जस्तो भए पनि हेरिदिनु होला है। सो कन्टिन्यू गर्नु होला है त। सो साथीहरू, अहिले चाहिँ हामी यता माथि डाँडामा आइसकेका छौँ है। तल चाहिँ मैले खासै बनाएन, किनकि तल हामी कता जाने भएर त्यहीँ एउटै ठाउँमा धेरै घुम्यौँ कि। सो भिडियो चाहिँ अलिकति लामो हुनसक्छ नि त, त्यही भएर मैले सिधै माथि आएर भिडियो बनाएँ। अनि यो बाटो चाहिँ याद छ कि छैन है हजुरहरूलाई? यहाँबाट चाहिँ हामी अस्ति नै पनि आइसकेका छौँ है। अब यहाँबाट चाहिँ त्यो दिनमा चाहिँ हामी यहाँबाट गएर सिधै घरतिर फर्केका थियौँ भने यहाँबाट चाहिँ आज हामी पामे साइडतिर निस्किनेवाला छौँ है त। सो अगाडि के कस्तो हुन्छ हेरौँ है। अनि अब त्यो बाटो चाहिँ किन नगएको भन्दा मेन रोड गएको भए चाहिँ हामी सिधै पुगिन्थ्यो होइन, चाँडै पुगिन्थ्यो। अब यहाँबाट चाहिँ के कस्तो छ त नि भनेर हेरौँ भनेर है। अब मेन रोडतिरबाट गाडीहरू पनि धेरै आइरहेको छ नि त। अनि झ्याउ हुन्छ। सो हेरौँ यहाँबाट चाहिँ कता पुगिन्छ है, किनकि यहाँबाट चाहिँ हामी खासै निस्केका छैनौँ, कहिले आएको पनि छैनौँ त एकचोटि भन्दा। हेर्दै जामे त अगाडि अझै। सो साथीहरू, अस्ति नै चाहिँ हामी यहाँबाट लेफ्ट लिएर हामी घरतिर गइसकेका थियौँ है। अनि अघि चाहिँ हामी तल यता माथिबाट किन आएको भन्दाखेरि चाहिँ हामी खास यो बाटो खोजिरहेको थियौँ होइन। यो बाटो हामीले नपाएर हामी खास माथिबाट आएको। सो अब अस्ति चाहिँ हामी त्यताबाट घरतिर गथ्यौँ भने आज चाहिँ हामी यता गल्ली गल्ली गएर कहाँ निस्किँदो रहेछ त हेरौँ है त।
सो साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै लेक साइडमा आइसकेको छौँ होइन। अब यहाँबाट चाहिँ हामी उता पामे जाने कोसिस गर्नेछौँ, किनकि अब पामे नै त पुगिन्न होला, किनकि लगभग टाइम हेर्दाखेरि अब 8 बज्न लागिसकेको छ। किनकि पामे पुगेर आउँदाखेरि हामीलाई फर्किँदाखेरि एकदम गाह्रो हुन्छ नि त, किनकि यस्तो घाम टल्किसक्यो छ अनि गर्मी पनि लास्टै बढिसक्यो छ। सो हामी चाहिँ अब हेरौँ है कहाँ पुगिन्छ। त्यो पुरानो प्यारासुट ल्यान्डिङ गर्ने ठाउँनिर चाहिँ पुग्न सकिन्छ होला, किनकि त्यो चाहिँ अलिकति नजिकै छ है। सो हेर्दै जाऊँ है त अझ अगाडि के कस्तो हुन्छ। ल साथीहरू, हामी चाहिँ अहिले यता पुरानो प्यारासुट ल्यान्डिङ गर्ने ठाउँनिर आइसकेका छौँ है। पहिला यहाँ प्यारासुट ल्यान्डिङ हुन्थ्यो, अहिले चाहिँ नहुँदो रहेछ। अहिले चाहिँ फेरि कता उता पामे साइडतिर हुन्छ होला है। अब त्यहाँ चाहिँ धेरै टाढा भयो त्यो, त्यहाँ गइकन हामी अब यहीँ यसो तालको छेउतिर यसो साइक्लिङ गरिन्छ अनि त्यहाँपछि चाहिँ हामी फर्किन्छ मलाई त। सो भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला है त।